नमस्ते सबैजनालाई यो डुलुवा च्यानलमा है त साथीहरू। आज चाहिँ यानको न्यानो घाममा चस्मा लगाएर ज्याकेट लगाएर सन प्रोटेक्ट गर्दै तपाईहरु समक्ष एकदम मेरो खुसीको खबर सुनाउन गइरहेको छु। आज म किन एकदम खुसी भएको छु भने सायद तपाईहरुले थम्बनेल हेरेर नै थाहा पाइसक्नु भयो। तपाईहरुको साथ सपोर्ट र मायाले गर्दा चाहिँ लास्ट इयर पनि मैले एकदम खुसीको खबर सुनाएको थिएँ र भिडियो पनि बनाएको थिएँ। त्यो के भन्दाखेरि 1000 सब्स्क्राइबर पुगेर 4000 भ्युज पुगेपछि यो पाएको थिएँ। गुगल एडसेन्स पाएपछि चाहिँ के गर्नुपर्छ भन्ने विषयमा मैले भिडियो पनि बनाएको छु, त्यहाँ गएर हेर्नु होला। अनि त्यसपछि यो सेट गरेपछि चाहिँ पैसा आउन सुरु गर्छ है साथीहरु। पैसा आएपछि के हुन्छ भने यो गुगल एडसेन्स एड भएपछि चाहिँ के अरे मोनिटाइज हुन्छ हैन। मोनिटाइज भए भन्नुको अर्थ हामीले जुन भिडियो अपलोड गर्छ नि, अनि त्यो गरेपछि त्यो भिडियो हजुरले हेर्नुहुन्छ अनि एडभर्टाइजरले चाहिँ हामीलाई पैसा दिन्छ। तपाईहरुले जति पनि भिडियो हेर्नुहुन्छ एडभर्टाइजलाई स्किप नगरिकन त्यहीबाट पैसा आउँछ हैन। मैले त्यो पैसा पाउँछ पाउँदैन भन्ने मलाई आशै गरेको थिइनँ कि त्यो पैसा आउँछ आउँदैन भनेर। म एकदम एक्साइटेड थिएँ नि त। अनि पैसा त जम्मा भइराख्थ्यो वाइटी स्टुडियोमा हैन। अनि त्योमा चाहिँ के हुन्छ भने $100 पुगेपछि मात्रै पेमेन्ट गर्न सक्छ, विथड्र गर्न सक्छ भनेको हुन्छ नि त। अनि मैले त्यो पैसा आउँछ कि आउँदैन भनेर मैले चाहिँ वेटिङमा थिएँ। तर अहिले आएर चाहिँ 100 पुग्यो हैन। 100 पुगेपछि चाहिँ बैंक एकाउन्ट एड गर भन्छ नि त। अनि अस्ति छोरीले एड गरेको थियो हैन। अनि त्यो एड गरेपछि चाहिँ बैंक एकाउन्ट हामीले यो एडसेन्स गुगल एडसेन्समा एड गरेपछि अनि 3 दिनभित्र चाहिँ $1 भन्दा तल डिपोजिट हुन्छ तेरो बैंक भेरिफाई गर्नुलाई भनेको हुन्छ के हैन। मलाई विश्वासै थिएन हैन। अनि 3 दिन कुरे 2 दिनमा त 98 सेन्ट जम्मा भयो भनेर मेल आउँछ बा। अनि हत्रपत्र मेरो बैंक स्टेटमेन्ट हेरेको त 98 सेन्ट चाहिँ जम्मा भएको रहेछ हैन। म त एकदम खुसी भएँ। अब मेरो बाँकी भएको पैसा पनि आउँछ भनेर आश थियो। नभन्दै मार्च महिनाको 21 देखि 25 भित्र चाहिँ हामीले पाउनु पर्ने पैसा चाहिँ बैंकमा राखिदिनु रहेछ। अनि अस्ति मार्च 21-22 गते चाहिँ के भनेर मेसेज आयो भने मेलमा, अनि तेरो चाहिँ पैसा पठाइसके भन्छ हैन। तर बैंकमा चाहिँ आएको छैन। अनि बैंकमा आएन, एकाउन्टमा आएन भने चाहिँ 5 दिनपछि चाहिँ बैंकमा इमेल गर भन्थ्यो। तर 2 दिनपछि अस्ति भनौँ न, अस्ति यसो गर्दै हेरेको त मेरो एकाउन्टमा त प्लस भएको रहेछ। ओ माई गड हैन। त्यही पैसा है साथी हो। मैले हजुरहरूलाई देखाउनुलाई युट्युबबाट पहिलोचोटि कमाएको पैसा यो हो। मेरो बैंक एकाउन्टमा आइसकेको थियो, त्यही भएर मैले देखाउनु लागेको। अनि मलाई विश्वासै थिएन मैले यो पैसा पाउँछु भनेर हैन। तपाईहरुलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु। वान्स अगेन फेरि पनि माया गरेर मेरो भिडियो हेर्दिनु होला, मन नपरी पनि हैन। अनि मैले चाहिँ त्यस्तो फुलबुट्टा भर्नु पनि आउँदैन मेरो बोलीमा अनि भिडियोमा पनि हैन। साधारण हुन्छ के किन दुःख गर्ने हैन। यदि युट्युबबाटै पैसा कमाउने हो भने चाहिँ दुःख गर्नुपर्ने रहेछ। मेरो त कन्टेन्ट पनि हुँदैन, केही पनि हुँदैन। झन् अहिले युएसए आएपछि त त्यस्तै हो। अनि हजुरहरूलाई चाहिँ म अहिले नै यो भिडियोमा भन्न चाहन्छु भने मेरो यो युट्युबको पहिलो कमाइ भनौँ न, मेरो युट्युबको पहिलो कमाइ चाहिँ म नेक्स्ट इयर नेपाल गएर बिहान बेलुका खानाको लागि एकदम दुःख भइरहेको छ। त्यस्तो मान्छे, त्यस्तो दिन दुखीहरूलाई चाहिँ खोजेर म चाहिँ रासन पानी किनिदिने छु यो पैसाले है त साथीहरू। हजुरले नि मलाई सपोर्ट गर्नु होला। त्यस्तो मान्छेहरू कहाँ भेटिन्छ, को हुनुहुन्छ, एकदम कसैको त फेक हुन्छ नि त। अनि त्यस्तो चाहिँ होइन कि एकदम ओरिजिनल अर्ग्यानिक होस् के उहाँहरूले चाहिँ मैले यो पैसाले चाहिँ रासन पानी किनेर दिन चाहन्छु। अनि पैसा चाहिँ दिँदैन है, यो डाइरेक्ट पैसा चाहिँ उहाँहरूले चाहिँ पैसा चाहिँ नदिने। किनभने अब त्यस्तै भनौँ
भनौँ न यस्तो रक्सी चुरोटतिर चाहिँ युज गर्नु सक्नुहुन्छ उहाँहरूले डाइरेक्ट मैले चाहिँ रासन पानी किनिदिने छु है आमा मलाई चाहिँ विश्वासै थिएन कि यो पैसा आउँछ भनेर होइन एकदम खुसी छु आज चाहिँ लास्ट इयर पनि तपाईँहरूले यो गुगल एड्सन आएको भिडियो बनाएँ अहिले पनि मेरो युट्युबको पहिलो कमाइको पैसा चाहिँ हजुरलाई देखाउँदैछु अनि देखाएको छु होइन यो चाहिँ पुरा गनेर चाहिँ देखाउनु मिल्दैन मेरो पाउन्दार मैले पाउनुपर्ने पाउन्दार चाहिँ $100 प्लस भएपछि पाउँछ तपाईँहरूले विचार गर्नुहोस् मैले कति पाएँ भनेर किनभने पक्का गनेर देखाउन चाहिँ युट्युबको नियमअनुसार भन्नुहुन्न रहेछ होइन मेरो लटरपटर चाइना मटरको भिडियोलाई पनि हजुरले साथ सपोर्ट दिनु भएर चाहिँ मैले यो पैसा पाउनु सफल भएँ होइन अब आगामी दिनहरूमा नि यसरी माया गरिदिनु होला अनि अझै फेरि पनि नेक्स्ट रनिङ चाहिँ $5 प्लस भइसकेछ मेरो फेरि नेक्स्ट पेमेन्टको लागि होइन जहिले $100 पुग्छ अनि त्यसपछि फेरि निकाल्नु पाउँछ क्या पैसा साथी हो ओ माई गड मैले विश्वासै गरेको थिइनँ यो पैसा पाउँछ भनेर आउँदो रहेछ गुगलले पठाउँदो रहेछ युट्युबबाट नि पैसा कमाउन सकिने रहेछ मेहनत गऱ्यो भने तर मैले त मेहनत गरेको छैन कि साथीहरू यस्तै हो ल तपाईँहरूलाई चाहिँ मैले आफ्नो खुसी सेयर गर्नु पाएँ यसरी साथ सपोर्ट दिनु होला यति भन्दै आजको मेरो खुसीको पल तपाईँहरूसँग चाहिँ सेयर गर्न पाएँ एकदम खुसी छु यसरी साथ सपोर्ट दिनु होला आगामी दिनहरूमा पनि ल त बाई बाई आजलाई लभ यु सबैलाई है त बाई।